गाइस ब्राइट हेभन र निहारिकाको गेम भइरहेको छ बास्केटबल इन्टरभ्यू बास्केटबल कम्पिटिसन त्रिलोकी स्कुलमा निहारिका अगाडि बढ्दै तर ब्राइट हेभनले हानेको छ तर असफल रेफ्री लिनु भएको छ यो चाहिँ क्याप्टेन निहारिकाले बल लिँदै अगाडि बढ्दै तर रेफ्रीले सिटी बजाइसकेको छ किन बजाएको अब त्यो त मलाई थाहा भएन म भागिने पार्ने सबैको राम्रो अहिले फ्री सट भइरहेको छ निहारिकाको 2 नम्बर दाइको फल भएर अब फ्री सट हो एउटा पोइन्ट आउँछ एउटा छिरायो भने मान्छेसम्म देखाउनु होला क्यामेराम्यान हजुर अब लास्ट एक बारी चाहिँ 2 चोटि पाउनु त फल भयो भने अनि 2 मा 1 जग्गा सफल भएको छ अनि अब 1 चाहिँ यो पनि असफल 2 पनि असफल भएको छ हेर्नुस् अगाडि बढ्दै निहारिकाले पास दिँदै तर सिटी बजाएको छ सिटी रेफ्री यहाँ हुनुहुन्छ यो रेफ्री अनि अर्को चाहिँ उतापट्टि हुनुहुन्छ यो उ त्यो देख्नु भयो गाइजहरु निहारिका ब्राइट हेभन फल भएको मन बोल न के बता बोलो निहारिका अगाडि बढ्दै ब्राइट हेभनले बल लिइसकेको छ ब्राइट हेभन छलाउँदै छलाए पास दियो बबाल कमेन्ट्री हुँदैछ यता समर्थकबाट अगाडि बढ्दै स्कोर त भएन मिस भयो ब्राइट हेभनले हानेको छ अर्को नि मिस भयो निहारिका अगाडि बढ्दै तर रेफ्रीले सिटी बजाइसकेका छन् लाइन टच भएर लेग आउट भएछ हजुरलाई कुन टिमले जित्छ जस्तो लाग्छ मलाई त ब्राइट हेभनले जित्छ जस्तो लाग्छ ब्राइट हेभन नि राम्रो खेल्छ म भाग्य नेपाली सबैको राम्रो बबाल भाग्य नेपाली छ हाम्रो नेपालमा बबाल भिडियो बनाइदिन्छ रेफ्रीले छेकेको छ के फेरि ब्राइट हेभन अगाडि बढ्दै पास तर रेफ्रीले सिटी बजाइसकेको छ लाइन टच भएर आउट भएको छ ब्राइट हेभनले पास दिँदै चालिसकेको छ ब्राइट हेभन अगाडि बढ्दै तर जम्बल भइसकेको छ रेफ्रीले 0-0 रहेको छ निहारिका 0 ब्राइट हेभन 0 यो चाहिँ बालाजुमा भइरहेको छ गाइजहरु यो त्रिलोकी स्कुलमा हो है हेर्न मन छ भने आउनु अहिले ब्लग सकेपछि आउनु फेरि ब्लग रे भिडियो हेरेपछि आउनु चालेको छ निहारिकाले पास दिँदै तर नाइस ट्र्याप निहारिका अगाडि बढ्दै तर मिस भइसकेको छ मिस निहारिकाले बल पाएको छ तर रेफ्रीले सिटी बजाइसक्नु भएको छ डबल भएर भविष्यको कमेन्टेटरहरु यहाँ म भाग्य नेपाली सबैको राम्रो रियल भाग्य नेपाली पछिको फेक भाग्य नेपालीको स्वागत गर्दैछु ब्राइट हेभन छलाउँदैछ तर रेफ्रीले सिटी बजाइसकेको छ हाम्रो आदरणीय कोच माथि हिँडिरहनु भएको छ रेफ्री के हैन सकिन्छ यति छिटो देखिरहनु भएको छ ब्राइट हेभनले पास दिँदै तर निहारिकाले बल पाइसकेको छ तर रेफ्रीले सिटी बजाइसक्नु भएको छ ट्र्याभल भयो रेफ्रीलाई बल दिँदै दर्शकहरु बोल्दै हुनुहुन्छ साइडबाट अब हेर्नुस् है कोच चाहिँ उतापट्टि बसिरहनु भएको छ
ए बब्बाल खेलिरहेछ अगाडि बढ्दै अगाडि ओए ओए लेगमा लागेको खुट्टामा लागेको छ अगाडि बढ्दै नियरी गएको ब्राइट हेभी अट्याकमा रहेको छ अट्याकमा तर असफल सुडाइन तर मिस बल गयो